भोगले मार्न लाग्यो रे जित्ने बेलामा चाहिँ काम उन्टेको थियो यतिखेर आएर भोगले मार्ने बच्चन दे के दे भान्जालाई दे यसो गरेर ढिँडा पानी अलिकति भुलुक्क उमालिदियो र खान्छ अब चिया ढिँडो कहाँ ढिँडो भनिरह मामा उहाँ मैले बल्छी धुर्बेलाई हाम्रा मामाले फलफुल खुवाउँछन् केरा सुन्तला त्यो नाउँहरू सबै मलाई आउँछ पहिला सुरु तिमीले चाहिँ नि मामाले के खुवाउन सक्ने हैसियत राख्दैछन् भन्ने ज्ञान राख्नुपर्छ पर्दैन तिमीलाई के मन लाग्यो त्यही धाग लगाएर आउने अनि यो खानु पर्यो ढिँडो खान्न भन्ने अब मैले भन्ने कुरा भनिसके अब तपाईँको इज्जतको कुरा के गर्नुहुन्छ के चाहिँ सुये गर नि कहाँबाट ल्याउनु यसलाई घिचाउनलाई त्यत्रो फलफुल फल त उयो अब फुल चाहिँ यसो बाहिरतिर फुले बाहिर टिपेर खाऊ होइन भने जाँदालाई त ती जाऊ तेरी कहाँ त्यसो भनेर हुन्छ इज्जतको कुरा छैन म मिलाउँछु जाँदा भए पनि अब भन्जाला माग्ने बुढोले 84 व्यञ्जनै खुवाउँछन् हेर धाग दिन्छ बा त्यो टुप्पी होइन एकपल्ट त हेर्नै पर्यो है यता आएर भन्छ यो स्याउ हो ल पाप्पा बाबु ल अब चाहिँ नि यो पहेँलो पाकेको केरा ल यो पनि पाप्पा ल पाप्पा छाक्कसाले अब चाहिँ नि भन्छ यो चाहिँ नि स्याउ चाहिँ नि क्वाप्प खाएको सम्झेर भात यहाँबाट यसरी अब चाहिँ नि यसलाई भन्छ कालो अङ्गुर अब यो कालो अङ्गुर गम्म खाएको सम्झेर यो भातको डल्ले नुन खोर्सानीमा यसरी च्वाप्प चोबेर गम्म खाउँछ क्या जिउ लाग्छ ए टुप्पी ए यो तेरो 84 व्यञ्जन फलफुल अब सबैजनाले ध्यान दिएर सुन्नुहोस् अब केही बेरमा यो ढुङ्गो फुटाउनको लागि बम ब्लास्ट हुँदैछ आफ्नो ज्यानलाई धरापमा नपार्नुहोस् अलि पर बसेर हेर्नुहोस् अब अफिस जाने जाने ल सबैजना अलि पर है अहिले यहाँ टाउको फुटेमा चाहिँ हाम्रो जापानिज टोली उहाँहरू जापानिज टोली जहाँ केही हुने छैन धुर्मो तिमी पनि हिँडिहाल कहाँ यहाँ बसिरह म त मरे बस्न म त यस्तो बम त कतै खेलाएर मान्छे हामीलाई केही फरक पर्दैन त तिमी यहाँ त्यसो भए उन्टिरह हेर्ने हो नि हेर हामी त बसौँ न के अब त्यो ढुङ्गो यहाँसम्म आउँछ र त्यही त अब आफ्नो गाउँमा बाटो आउने कुरो छ आज मरे भोलि 2 दिन हुन्छ हेरिदिउँ न अब बम पड्किन लाग्यो सबैजना भागौ मैले कान सुन्दै छोडी केही सुन्दिन त लौन कोही बोलेन है कोही बोलिया हो को बोलिया कहाँ मेरो कानको हरायो खोइ ल हेर त्यत्रो पैसा हालेर किन कहाँ हराइ त यसले लाइ त कहाँ खोज्दै सन्तली आफ्नै सुरमा कुदै थिए एकैचोटि प्रेममा पड्कियो ढुङ्गाबाट सिधै खोलामा जवाब यो सडक बनाउने ढुङ्गा फुटाउने बम बस्टिङ धेरै खतरनाक पेसङ अनि अरूलाई केही भएन के भएको छैन हजुर सबै सकुशलै छन् कोही बोले हो पारी कोही बोले जस्तो लाग्छ होइन कामहरू त्यो झाप्नु छ होइन गर्न खोजे चाहिँ के हो तिमीले हो त्यसरी जथाभावी बम ब्लास्ट गरेर लगाउने उहाँ गाई दुधै बम पड्केर गाईले दुधै दिन छोड्यो त्यसको खुरुक्कै क्षतिपूर्ति दिनुहोस् त मेरो यो
क्षतिपूर्ति चाहियो। म यसरी हल्लिरहेको छु, मलाई हल्लिन रोक्नु पर्यो कि मलाई धामी कहाँ लानु पर्यो त्यति हो। अब सबैले क्षतिपूर्ति पाएपछि मैले पनि त पाउनु पर्यो नि। मेरो घर आएको चम्चा माथि गएर ठोकेर यस्तरी दोब्रेछ। अब यसको क्षतिपूर्ति चाहियो हजुर मलाई। गाई पनि पालेको छ, मलाई पछि केटी दिइहाल्यो भने यही गाई दान गर्ने हुन् कि। तँलाई खुब दिन्छन् गाई, तँलाई त सुँगुर दिन्छन् सुँगुर, बुझिस्? तँलाई चाहिँ राया सुँगुर दिन जस्तो त उसलाई छ नि, लाएर बस्यो झडानमा। ए हजुर को हुनुहुन्छ घरमा? को हुनुहुन्छ हजुर घर? ए त हामीसँगै आयो क्या। बसौँ बसौँ, कोही त होला नि निस्किन्छ नि। आइज आफ्नै ससुराली घर हुन्छ होला, के छ कि हेरौँ न। खुब तेरो ससुराली भयो अहिले, तेरो ससुराली मेरो हुँदैन। कति झडा गरे तिर्न हेर्कन बस क्या त। मैले चिल्ले सिल्ले लाएर च्याट्ट पारेर ल्याएर चाहिँ के भएर मलाई त चिल्ला हाल्दै यसलाई अलिकति खरानी हाल्दै गए हुन्थ्यो नि। अब आज भएन नि भोलि त्यसो गराउँदा के छोड्दै। होइन को हुनुहुन्छ बाहिर? गान गान गुनगुन गरेर सुन। यता हजुर नमस्कार। नमस्कार हजुर नमस्कार। अब गान गान गुनगुन भान भान गुनगुन अब घरमा चाहिने तपाईँले चाहिने फुल चाहिने फुलाउनु भइरहेछ हजुर। फग्रा फुल ल्याएपछि भमराहरू चाहिँ भान भान गुनगुन त कतिहाल्छ। भमराहरू मात्रै भान्दान गुन गर्छ, एउटा अरिगल पनि त भमरा मिसिया छ नि। अहिले हजुरलाई झन्डै खुट्टा चिल्या। एउटा बारुलो पनि आएको छ हजुर। बारुलो अरिङ्गाल के किरा फट्याङ्ग्रा मात्रै हो? एक दुई जना त मान्छे पनि आएछ नि हजुर। म चाहिँ तिम्रो भाइ होइन, कहाँ जोडिरहेछु नि, एक र दुई तिन भएन। खासमा चाहिँ नि हामी हजुर मान्छे हो सबैजना होइन। त्यो ठट्टा गर्ने बानी क्या हाम्रो। त्यो ठट्टा लोजी भन्ने शास्त्रमा पिएचडी गरेका छौँ हामीले। त्यही भएर ठट्टा बेला बेला। अनि तपाईँको घर चाहिँ कहाँ त? खाना गाडा ठाउँमा। तेरी भान्जा पनि खामा पनि गाड्या छ हजुर। तल खामा छ, माथि छानु छ। शिरपुर हो घर चाहिँ। हाम्रो घर चाहिँ शिरपुर, यसको त घरै छैन। तपाईँ त भिनाजुकोमा बस्यो नि त भतुवा काहीँको। अब त्यही भएर त अहिले खामा गाडा ठाउँ भने चुप लगाएर बस्न। मेरो त घर नभए नि भर छ, हेर 9 महिना ट्रेनिङ गरेको। जोस जोस भीमसेन जस्ता बलिया छन् दुइटै। कहिले काहीँ बल प्रयोग पनि गर्न खोज्छन्। तपाईँको कुरा हिसाबले चाहिँ छोरी माग्न हात लायो, केटा चाहिँ कुन चाहिँ हो त? म होइन। म अगाडि बसेको छु, म हुँदैन। अगाडि बस्दाखेरि हुन्छ, अगाडि बस्दाखेरि बिहा हुने भए म स्कुलमा बस्दा लाइनमा बस्दाखेरि सबभन्दा अगाडि म हुन्थेँ। मेरो उहिले बिहा हुनु पर्ने त। मैले पहिले ढोकिसकेँ। ढोदैमा हुन्छ, दिदी भिनाजुको बिचमा जो हुन्छ त्यसको पहिले बिहे हुन्छ। मामा त्यसो भए म बिचमा बस्छु है। राम्रो त्यो तातो पानीले खसी खुइला जस्तो केटो पनि कहीँ हुन्छ? यो चापा चिल्ला पारेर तेल लाएर सिनिक्का पारेर ल्याएर अनि ल दुईजना सँगै आउनु भएछ। मैले पनि रोजेर छोरी दिन पाउने भएँ। बरु उहाँहरूको खुबी चाहिँ के छ यसो बुझौँ न त। मैले पनि हजुर म हेलिकप्टर उडाउन सक्छु। त कागजको भन्दा के आज यसरी उडाउने कागजको? म त ट्र्याक्टर चलाउन आउँछ, रिक्सा चलाउन आउँछ। जोस हाम्रो शाखा सन्तान चाहिँ नि हेलिकप्टरदेखि लिएर प्लेन रेलसम्म पनि निपुण छन्। हेर्नुहोस् रेल मात्र कहाँ हजुर, म त सेल पनि पकाउँछु। हेलिकप्टरको कुरा गरिरहेको छु। अब सेल हेलिकप्टर ठुलो कि सेल? मलाई यस्तरी तालो पड्काउन पनि आउँछ हजुर। तिमीलाई पह टुप्पी भन्दा यहाँ मान्छे अगाडि के बिजत गर्नु? घरमा गएपछि मुइले जाने छ तिमीलाई पह। नकरा तिमीहरू आङ कनाएर चाहिँ छारो उडाएर हुन्छ अर्का अगाडि। अब के भन्दाखेरि चाहिँ नि हजुरलाई यो दुईटा लक्का जवान मध्ये मलाई त लाग्छ यी भान्जा नै मनपर्छ कि जस्तो लाग्छ। साह्रो मन पर्दैन होइन, जो मनपर्छ उहाँको खुसी। एउटा रोज दिनुहोस्, कन्या दिनुहोस्। ल अब हेर्नुहोस् आजकलको जमाना मैले मात्रै भनेर भएन, हुँदैन। म छोरीलाई बोलाउँछु, अब उसले नै रोज्छ। सानो ए सानो हजुर बुवा हेर न एकैचोटि दुईजना केटाहरू माग्न आउनु भएछ। म त के गरौँ? तपाईले पिर गर्नु पर्दैन बुवा, मैले भित्र सबै कुरा सुनिसके र मनमनै केटा पनि मन पराइसके। अब चाहिँ नि जोस चारै कुरा छिन्डेला जस्तै छ। कन्याले पनि मन पराइसकी छिन्, माला पनि ल्याइसके। ए माला पनि ल्याइसकिस्? अनि ल ल ल ठिक छ ठिक छ, जसलाई मन पर्छ उसलाई लगेर लगाइदे। ल माला लाउने रे उठा। ल ल दुईटै सिधा बसे। ल ल